उहाँको घर दैलोमा उपस्थित भएर उहाँलाई चाहिँ सम्मान र बधाई दिनको लागि हामी चाहिँ उपस्थित भएका छौँ। अधिकारीहरूलाई समेत अनुरोध गर्दै सम्पूर्ण सहभागी दाजुभाइ तथा दिदीबहिनीहरूलाई र समूहका सदस्यहरूलाई समेत उहाँलाई टिका खाना लगाइदिनु भई बधाई तथा शुभकामना व्यक्त गरिदिनु अच्छेको सुपर भएर हामीहरू क्याप्टन भएर यो सम्मान हुन पाउनु पनि एकदम सौभाग्यको कुरा हो। सम्मान भन्ने त्यो पाइन्छ। मलाई डर मलाई हुन पर्छ भन्ने मात्रै हो। छोटे सुन्दर जस्तो गरिमा नेक्स्ट खाइदिनु हो क्या
हामी यो सम्मान हुन पाउनु पनि एकदम सौभाग्यको कुरा हो। सम्मान भन्ने त्यो पाइन्छ। मलाई डर मलाई हुनपर्छ भन्ने मात्रै हो। सम्मान एउटा अवसर दिन्छ। क्या छ त्यसको सम्मान गरी जुन फेरि आउँछ भनेको खासै तातो गर्नु त भन्छु बिहान 2 साँझसम्म
घरलाई मेरो हाहो सागो भयो पाखरेको आजको यो कार्यक्रम हाम्रो चाहिँ ज्ञानबहादुर नाइट दर्शक ज्ञानबहादुर थापाज्यूको घर आँगनमा आएर उनलाई सम्मान गर्ने कार्यक्रमहरू चाहिँ जुन हामीले गरियो र यसै सन्दर्भमा यहाँ खानपिनको व्यवस्था नाचगान पनि गरियो हामीले र अहिले आएर अब समयको पाबन्दीलाई पनि हामीले चाहिँ ख्याल गर्नुपर्छ अहिलेको परिस्थितिमा किन भन्दाखेरि यहाँ छरछिमेकीहरू पनि छन् अब कसैलाई राम्रो लाग्ला कसैलाई नराम्रो लाग्ला हामीलाई राम्रो लागेछ भने उनीहरूलाई नराम्रो लाग्ला यसलाई पनि मध्यनजर राख्दै अब उहाँहरूले र पाहुना सत्कार गर्नेदेखि लिएर हरेक कुरामा चाहिँ उहाँहरूले व्यवस्थापन मिलाउनु भएको छ त्यसमा चाहिँ कुनै पनि किसिमको चाहिँ मैले कसर भएको चाहिँ देख्दैन त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ नि मेरो तर्फबाट र हाम्रो समूहबाट चाहिँ उहाँहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। समूहका प्रमुख अतिथि साहबज्यू र सम्पूर्ण मेरा प्यारा नातागोता सबै मित्रहरू जसमा मेरो यो फङ्सन दौरान तपाईँले यो अगस्त सुनि तपाईँ आउनुभयो मलाई खुसी लाग्यो। तर हामी रूपमा हुने हिँड्यो भने चाहिँ हाम्रो संस्था समाज र कुनै पनि किसिमको कुराहरू पनि सही रूपले चल्छ। आइन्दा तपाईँ समाजमा कोही पनि कार्यक्रम गर्नुहुन्छ त मेरो कुनै पनि फ्यामिलीहरूमा चाहिँ कोही कार्यक्रम हुन्छ सक दूर हुनुपर्छ। एक श्रीमानमा श्रीमेर सक दूर हुनुपर्छ कि मेरो डाउट मेरो यस्तो छ कि उस्तो छ नगर्नु होला। म विदेशमा छु मलाई कोही सक छैन कि यहाँ हुनुहुन्छ तपाईँलाई कोही सक हुन चाहिएन कि मेरो यस्तो छ प्रब्लम नगर्नु होला। आमा समूह छ आमा समूह हो त्यसलाई चाहिँ कसरी हामीले
एउटा चाहिँ माथि राख्ने हो त्यो सोच राख्ने हामी आमा बाउ भएर मेरो बुढी बिरुवालाई यो सोचमा नराख्नु ल म जस्तै छु ऊ सोच त्यस्तै छ भने सोध्नु पर्छ मैले फेरि मलाई सोध तँ सोच नसोध्ला कि आज कि म यस्तो हो शङ्कामा कहिले जिन्दगी जिउनिनँ शङ्कामा जियो त्यो जिन्दगीमा फेरि काँदामा अल्झेको मान्छे जस्तो हो त्यही भएर तपाईँले नि मेरो बुढो यस्तो मेरो बुढी यस्तो मेरो यो नसोच्नु होला पुरा शङ्का जनाउँछ हुन पर्दैन है त हामी चाहिँ हामी यहाँ आज हाम्रो आमा समूह के अरे लक्ष्मी समूहको त्यसमा कति उत्थान गर्ने कति प्रगति गर्ने हो त्यहाँ हामीले कति होइन लगानी गर्ने हो हाम्रो छोराछोरीलाई कसरी अगाडि बढाउने त्यो मात्र सोच्ने हो कि म यस्तो हो म नसोच्नु होला मरेर पनि हामी लानु केही पनि छैन होइन मरेर केही पनि छैन भोलि यस्तै जाने हो त्यही म समाजमा चाहन्छु समाजलाई कसरी अगाडि बढाउने आफ्नो परिवार बच्चालाई फ्यामिलीलाई कसरी अगाडि बढाउने हुन्छ फ्यामिलीमा टुर्मी सबै हुन्छ सबै घर मेरो बाबुमा भटियो आमा भटियो मठीमै हुन्छ सबैमा हुन्छ बुढोले तपाईँले गाली भनेर बुढीले गाली भने त्यो नकारा नसोच्नु होला यस्तै किसिमले चाहिँ मेरो लक्ष्मीसँग म मेरो गुल्मी थाप्छु अमराईको मान्छे यहाँ लक्ष्मीसँग इन्भल्भ भएँ मलाई खुसी लागेको कुरा हो आज म यहाँ मलाई यता बनाएर यति ठुलो होइन मलाई गर्नुभयो होइन त्यसमा म गर्व छु केही कमी हुन्छ भने तपाईँले पनि राख्नु होला है ल सकियो अब सकियो आज छोटो मिठो राम्रो कार्यक्रम भएको सबै कुरा मिलेको छ हामी अरू कसैको आज नि यस्तै किसिमको हुनुपर्छ ल